हेलो एभ्रिवान एन्ड आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। सो मैले चाहिँ अहिले यो विन्टर आर्क च्यालेन्ज लिएको चाहिँ एप्रोक्सिमेटली 20 डेज चाहिँ कम्प्लिट भइसकेको छ होइन। एन्ड त्यो 20 डेजमा चाहिँ वाट द थिङ्स द्याट आई हेभ लर्न्ड के मैले के कुरा सिकेँ त्यहाँबाट चाहिँ। सो म त्यो सेयर गर्न जाँदैछु तपाईँहरूलाई। फर्स्ट विक चाहिँ मलाई एकदम गाह्रो भयो अलिकति होइन। सो सोसियल मिडियाहरू डिटक्स बस्नलाई चाहिँ अलिकति अप्ठ्यारो भयो, अलिकति गाह्रो भयो होइन। एन्ड देन सेकेन्ड विकबाट बिस्तारै बानी बस्दै गएपछि चाहिँ सोसियल मिडिया नचलाउने चाहिँ होइन तर एकदम लिमिटेड चलाउने क्या। पहिला चाहिँ म कन्टिन्युसली रिल स्क्रोलिङहरू गरिरहन्थेँ भने अहिले चाहिँ राइट नाउ चाहिँ म अलिकति कम गर्न थालेछु कि बिस्तारै स्लोली त्यसलाई म नेग्लेक्ट गर्दैछु। एन्ड देन मेरो वान अफ द बेस्ट थिङ भनेको चाहिँ के भयो भन्दाखेरि यो 90 डेजको च्यालेन्ज विन्टर आर्क च्यालेन्ज दिँदाखेरि चाहिँ बुक रिडिङ बानी बस्ने चाहिँ यो हुन्छ नि एउटा ह्याबिट बन्दैछ कि। हो मैले चाहिँ इकिगाई अहिले पढ्दैछु होइन। अनि त्यो इकिगाईमा चाहिँ लट्स अफ लेसनहरू छ, लेसनमा धेरै कुराहरू सिकिरहेको छु होइन मैले। सो म त्यो बुक पढिसकेपछि म तपाईँहरूलाई त्यो बुकको पनि सेयर गर्छु के कुराहरू इम्पोर्टेन्ट कुराहरू थियो त्यहाँनिर मैले के सिकेँ होइन, त्यो म तपाईँहरूलाई सेयर गर्छु। एन्ड देन नेक्स्ट अर्को कुरा चाहिँ मैले दिनमा चाहिँ 2 पेजेस मात्र पढ्ने बानी गरेको थिएँ कि एप्रोक्सिमेटली 2 पेजेस मात्र। कहिले भन्दा 10 पेजेस मिनिमम 10 पेजेस पढ्नु भनेर भन्थ्यो होइन, बट नट यो चाहिँ मैले त्यो चाहिँ गरिनँ कि मैले चाहिँ मिनिमम 2 पेजेस चाहिँ पढ्ने बानी बसेको थिएँ। अनि त्यसले गर्दाखेरि चाहिँ मेरो हुन्छ नि बिस्तारै ह्याबिट चाहिँ बन्दैछ कि। मेरो बुक पढ्ने बानी चाहिँ थिएन होइन, मैले यो सेल्फ बुकहरू चाहिँ त्यसरी पढ्ने खासै बानी गरेको थिइनँ। एन्ड देन आई स्टार्टेड रिडिङ। आई गट नो वाइ पिपुलहरूले चाहिँ किन भनिदिइरहेछन् भने चाहिँ बुक चाहिँ पढ्नुपर्छ भनेर चाहिँ किन भन्दा रहेछन्। म अहिले चाहिँ बल्ल बिस्तारै बुझ्दैछु होइन। सो मैले चाहिँ अहिले यो इकिगाईको पढ्दैछु। सो मेरो प्रोग्रेसहरू तपाईँहरू विन्टर आर्कमा डेली सर्ट्सहरूमा तपाईँले हेरिरहनु भएको होला होइन। सो तपाईँहरूले हेरिरहनु भएको होला आई होप आई गेस। सो थ्याङ्क यू फर एभ्रिथिङ। सो सी यु इन द नेक्स्ट भिडियो। बाई बाई। जय नेपाल।